पोको विश्व मुख्य प्रशिक्षक श्री राजेन्द्र बाबा भिडियो विष्णु रसकोटी र टिम म्यानेजर सुशील अधिकारी मैले भन्न उद्घोष गरिसकेँ कि किशोर त्रिवेणी क्लबमा त्रिवेणी युवा क्लबका पूर्व खेलाडी सल्लाहकार हाल कर्मको सिलसिलामा हङकङमा बसोबास गर्नुहुने परम मित्र श्री रामकुमार गुरुज्यूले 33औं त्रिवेणी क्लबको सुरुवाती गोल गर्ने र क्लोजिङको अन्तिम गोल गर्ने खेलाडीलाई रु 5,000 रुपियाँको पुरस्कार घोषणा गर्नुभएको थियो र संयोगवश ओपनिङ म्याचमा आम पुलिस फोर्स फुटबल क्लब एपिएफएफसीका संविधान सुन्दरले प्रथम गोल गरी रु 5,000 रुपियाँ नगद पुरस्कार प्राप्त गर्न सफल हुनुभएको थियो भने फेरि सहयोग गर्नुपर्छ फाइनल गेममा अन्तिम गोल गर्नुहुने पनि एपिएफएफसीकै खेलाडी हुनुहुन्छ जसले गर्दा सपोर्टरमा कृपया हाम्रो पूर्व खेलाडीको यो साथ सहयोग र सम्मानलाई ग्रहण गर्न मञ्चमा अगाडि